धेरैको बुझाइमा के छ भनेदेखि खाली मौरीको घारमा तितेपाती दलेर राख्यो भने मौरी आउँछ। के यो वास्तविक हो? र धेरै सोसल मिडियामा मौरी पालक साथीहरूले चाहिँ त्यो भिडियो बनाएर हालेको पनि देखिरहेको छु होइन र तुरुन्तै मौरी आएको पनि उहाँले भिडियो हाल्नुहुन्छ। तर के छ त यसको वास्तविक मैले बुझेको अनुसार चाहिँ के छ भने चाहिँ वास्तवमा तितेपाती भनेको एउटा जडीबुटीयुक्त गुणले चाहिँ भरिपूर्ण बिरुवा हो होइन। यसमा चाहिँ एन्टिसेप्टिकको चाहिँ गुण हुने चाहिँ हुन्छ। यो मौरीको घाँमा दल्दा के हुन्छ भनेदेखि त्यसमा भएको ढुसीहरू होइन, त्यसपछि किराहरू, कमिलाहरू नआओस् भन्नको लागि होइन, हामीले सफा गर्नको लागि चाहिँ त्यो हाल्ने गरिन्छ मेरो बुझाइअनुसार। अनि अब फेरि यो तितेपाती चाहिँ मौरीलाई त्यति मनपर्ने चाहिँ प्लान्ट होइन, होइन? यसको गन्ध नै नराम्रो हुन्छ। मौरीको छेउमा लगयो भने यो अ, अत्यन्त रिसाउने हुन्छ। तपाईँले ट्राई पनि गर्न सक्नुहुन्छ होइन? धेरै चाहिँ नगर्नु होला, अलिअलि जस्ट तपाईँले मेच्नुहोस् त्यसलाई होइन, तितेपातीलाई मेच्नुहोस् र त्यसको घाँटी छेउमा लानुहोस् र मौरी कतिसम्म रिसाएर तपाईँलाई आक्रमण गर्न सक्छ भन्ने कुरा तपाईँले त्यहाँबाट नि जानकारी लिन सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले प्रोटेक्सन चाहिँ तपाईँले होइन, बिबेल ग्लोभ्सहरू लाएर चाहिँ गर्नुहोला होइन, त्यतिकै चाहिँ नगर्नुहोला। एकदम आक्रामक हुने हुन्छ। त्यसैले चाहिँ मेरो बुझाइअनुसार चाहिँ तितेपाती घाँमा लगाएर चाहिँ मौरी आउने होइन, त्यसले जस्ट घाँ सफा गर्ने हो। यदि खाली घाँमा चाहिँ तपाईँहरूले मौरीलाई चाहिँ अट्र्याक्सन गर्नुपर्ने छ होइन, गर्नु मन छ भने चाहिँ तपाईँले तितेपातीले चाहिँ उल्टो अट्र्याक्सन गर्न साटो त्यसले चाहिँ अ, उल्टो धपाउने काम गर्छ के, आउने मौरीलाई नि तपाईँको धपाउने काम गर्छ होइन, किनकि त्यसको गन्धले गर्दा। त्यस्तै अब तपाईँलाई अट्र्याक्सन गर्नको लागि चाहिँ के गर्न सक्नुहुन्छ भनेदेखि चाहिँ जुन मैन अथवा वाक्सहरू हुन्छ होइन, तिनीहरूलाई चाहिँ घाँडमा लगाइदिने, त्यस्तै तपाईँको पुरानो मौरीले चाका लगाएको फ्रेमहरू त्यसमा राखिदिने। जसले गर्दा चाहिँ मौरी आउने सम्भावना उच्च हुन्छ, किनकि त्यसमा चाहिँ पहिला पनि मौरी आएर बसेको रहेछ भन्ने उनीहरूमा चाहिँ एउटा त्यो खालको भ्रम चाहिँ सिर्जना हुन्छ होइन। त्यो भएपछि तपाईँको आउने सम्भावना बढी हुन्छ। अनि यसरी नै चाहिँ तपाईँहरूले चाहिँ आफ्नो घरमा चाहिँ नयाँ मौरीलाई चाहिँ अट्र्याक्सन गर्न सक्नुहुन्छ। बाँकी अब के लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नुहोला है त।